चुनाव अगाडि त मै प्रधानमन्त्री बन्छु, म प्रधानमन्त्री बन्छु भनेर ठोकुवा गर्नु भएको थियो। सबै जति पनि सभामा जानुहुन्थ्यो अर्को सबै प्रधानमन्त्री बन्छ भन्दै हुनुहुन्थ्यो। त्यो स्थिति बन्द होइन। प्रधानमन्त्री बन्छु भनेर हर्क दाजुले मात्रै भन्नुभएको हो र भने चुनावभन्दा पहिला त धेरैले भन्छन् नि। अनि चुनावभन्दा पहिला नै म प्रधानमन्त्री बन्दैन, म मन्त्री नै बन्दैन, म सांसद नै बन्दैन, मलाई भोट नै नहाल्नु भनेर भन्नुपर्ने त नि। कस्तो कुरा गर्नुहुन्छ तपाईँहरू पनि यार। हर्क दाजु एक्लैले भन्नुभएको होइन। केपी ओलीले पनि भनेको थियो, गगन थापाले पनि भनेको थियो, कुलमान घिसिङले पनि भनेको थियो, अर्को साम्पाङले पनि भन्यो। भनेपछि नेताहरूको बोलीमा चाहिँ विश्वसनीय नेता हुँदैन रहेछ भन्ने कुरा त्यसले विश्वसनीयता त यस्तो छ, जनताले चुनेको भए हुन्थ्यो। अब जनताले चुनेन, त्यसमा अब जनताको फेरि निर्णय भन्दा ठुलो त मेरो तपाईँको बोली त होइन। अनि सबैले भनेको यो कुरा अब सांसदमा प्रतिपक्ष भएर मजाले बस्नु होला, एकदम बुलन्द आवाज उठाउनु होला देश र जनताको लागि। तपाईँलाई हाम्रो साथ हुनेछ।